रामायणमा जब इन्द्रजितले लक्ष्मण र रामलाई मार्नको लागि आफ्नो कुलदेवताको मन्दिरमा गएर केही तन्त्र विधि अनुसारको जितको लागि यज्ञ गरिरहेको थियो। विभीषणले त्यो रहस्य खुलाइदिए अनि लक्ष्मणलाई लिएर उसको कुल मन्दिरमा पुगे। अनि सबै मिलेर हनुमान लगायत सुग्रीव हनुमान सबै मिलेर इन्द्रजितको त्यो यज्ञ भस्म गराइदिए। उसको यज्ञको अग्निमा पानी हालेर आगो सबै निभाइदिइसकेपछि इन्द्रजित अत्यन्त क्रोधित भएर लक्ष्मणलाई मार्नको लागि उसले त पहिले नागपासबाटै मार्न लागिसकेको थियो। अनि हनुमानले गरुडलाई प्रार्थना गरेर लिएर आएर नागपासबाट छुटाइदिए। फेरि पछाडि बेहोस गराइदिइसकेपछि हनुमानले सञ्जीवनी बुटी लिएर आएर बचाइदिए। त्यस पछाडिको लडाइँमा रामलाई चिन्ता त भइरहेको थियो आफ्नो भाइ घुम्छ कि भन्ने, तर लक्ष्मणले भने मलाई एक मौका दिनु पर्यो। के हजुरलाई आफ्नो भाइप्रति विश्वास छैन? मलाई त विश्वास छ, ल जाऊ भनेपछि आफ्नो यज्ञमा बाधा परिसकेपछि आफ्नो विजयमा असफलता प्राप्त हुन्छ भने थाहा पाइसकेपछि इन्द्रजितले लक्ष्मणलाई मार्नको लागि सबभन्दा पहिला पाशुपत्र अस्त्र प्रयोग गर्यो, जो उसले महादेवबाट प्राप्त गरेको थियो। पाशुपत्र अस्त्र लक्ष्मणलाई परिक्रमा गरेर विलुप्त भयो। अनि उसले ब्रह्मास्त्र प्रयोग गर्यो। ब्रह्मास्त्र गयो, लक्ष्मणले उसलाई प्रणाम गर्नुभयो। ब्रह्मास्त्रले उसलाई आशीर्वाद दिएर परिक्रमा गरेर लुप्त भयो। अन्तिम अस्त्र नारायण अस्त्र। इन्द्रजितले नारायणास्त्र प्रयोग गर्यो। लक्ष्मणले उसलाई पनि प्रणाम गरिदिनु भयो। नारायणास्त्रले उसलाई आशीर्वाद दिएर विलुप्त भयो।